ओहो लाइफमा फर्स्ट टाइम रातिमा साथीहरुसँग खोलामा गएर यसरी केराको पातमा करेन्ट खान त क्या मिठोसँगै रमाइलो पनि हुने रहेछ भने बिहानीको सुरुवात सँगै आज पनि आएको छु म घाँस काट्न बारीमा। मेरो भिडियोको सुरुवात चाहिँ जहिले बारीबाट हुने भयो भने अनि आजकल त मलाई भिडियो बनाउन पनि कस्तो झ्याउ लागे जस्तो हुन्छ भने जहिले एउटै रुटिन बिहान उठ बारीमा जा घर आइजे फेरि बारीमा जा। ओहो भिडियोमा पनि जहिले एउटै काम मात्र कति देखाउनु के हैन। कहिले कहिले त कतै कतै घुम्न जान पाए पो यसरी भ्लग बनाउन पनि जोश जागर भन्ने कुरा भित्रैबाट निस्केर आउँछ। जहिले काम 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 झ्याउै लाग्ने। ल झ्याउ लागि भयो भने मलाई पुग्ने जति घाँस मैले काटिसके। अब चाहिँ बोकेर मलाई जानु पर्ने हुन्छ घर। अनि घाँस बोकेर म चाहिँ घर आए। घर आएको त मम्मी पुरै यता मकै सराउँदै हुनुहुँदो रहेछ। त्यसपछि म चाहिँ खाना खाएर चल्दिए गाउँतिर किनकि आज साथीहरुसँग एउटा भिडियो बनाउने प्लान गरेको थिएँ। त्यही भएर चाहिँ हामी सबैजना जम्मा पनि भयौं। अनि देख्न सक्नुहुन्छ यहाँ भिडियो बनाउनको लागि ग्लासमा बियरको बोतलबाट पानी खनाउँदै अनि हामीले चाहिँ बल्ल बल्ल भिडियो पनि बनाएर सक्यौं। सायद तपाईहरुले चाहिँ त्यो भिडियो हेरिसक्नु भयो होला। अनि त्यो भिडियो चाहिँ मेरो टिकटकमा मात्रै छ, फेसबुकमा पनि हालेको थिएँ तर कपिराइट लाएर चाहिँ मैले हटाइदिसके। यदि तपाईहरुले हाम्रो भिडियो हेर्नु भएको छैन भने टिकटकमा गएर हेर्न सक्नुहुन्छ है त। अनि भिडियो बनाएपछि चाहिँ म चाहिँ घर फर्किए। घर आएर एकछिन रेस्ट गरेर यताउता के गरेको थिएँ रात पर्न थालिहाल्यो। अनि देख्न सक्नुहुन्छ हाम्रो मम्मी र बाबा चाहिँ त्यहाँ खोया उठाउँदै हुनुहुन्छ अनि म चाहिँ हल्का गफ हान्दै। अनि रातमा चाहिँ हाम्रो के प्लान थियो भने घर बसौं निन्द्रा लाग्दैन मोबाइल मात्रै कति हेर्नु। त्यही भएर हामी चाहिँ चल्दिन लागेको खोलातिर करेन्ट बोकेर। अनि अरूलाई चाहिँ राति राति हिँड्दा भूतले तर्साउँछ भन्छ। अब हामी चाहिँ खोलामा गएर उल्टै भूतलाई तर्साइदिएर आउने हो क्या। अनि आज त पुरै केराको पात पनि लिएर आछौं। यही केराको पातमा करेन्ट खानेर क्या मेरो साथीहरुको प्लान। हामी चाहिँ हामीलाई चाहिने सबै सामान लिएर गन्तव्यतर्फ आइसक्यौं। आएर चाहिँ हामीलाई फर्स्ट अफ अल आगो बालेर थाप्नु पर्ने हुन्छ भाडो। अनि त्यसपछि अन्डासँगै करेन्टलाई पनि हामीले एकैछिन उमाल्यौं। उमालिसकेपछि त्यसको पानीलाई हामीले मजाले फाल्दियौं। अनि फाइनली रेडी हुन्छ हाम्रो करेन्ट। कोही फेरि यता अन्डा खोकाल्दै हुनुहुन्छ, कोही फेरि यो पकाउने भाडो टाउकोमा हालेर हे भगवान। ग्रुपमा पनि सब कमेडी किङहरु मात्रै छ यार। ल अब चाहिँ हामी सबैजनाले मस्तले खानु पर्ने हुन्छ करेन्ट। खानामा त सबैजना फर्स्ट हो नि, फेरि कसैले जित्न सक्दैन। साथीभाइमा त जुठा सुठा ल्याम लुम सब चलेगा भाइ। अनि हामीले चाहिँ मस्तले खाएर पनि भ्याम। त्यसपछि चाहिँ हामीलाई खेल्नु पर्ने हुन्छ पौडी। यता कोही फेरि नभएको बोडी पनि फ्लेक्स हानिरहेछ। रातिमा पौडी खेलेको त जाडोले बाबै। यस्तो गर्मी मौसममा पनि आगै प्यारो लागिरा भने यता फेरि आगो ताप्दै कोही फेरि उता मस्तले स्पिकर बजाउँदै नाच्दै छ। साथीभाइमा यस्तै रमाइलो त हो नि। त्यही हो अब चाहिँ हामीलाई भेट्नु पर्ने हुन्छ भोलि। सो द्याट्स इट फर टुडे। टाटा एन्ड बाइ बाइ।